हेलो नमस्ते नमस्कार। आज हामी अनलाइनबाट चाहिँ ट्रान्सक्रिप्ट चाहिँ कसरी निकाल्ने भन्ने सन्दर्भमा आजको भिडियो चाहिँ बनाउन गइरहेको छु। विद्यार्थी साथीहरूलाई सर्वप्रथम म स्वागत गर्न चाहन्छु आजको यस भिडियोमा। घरमा बसेर अनलाइनबाट चाहिँ ट्रान्सक्रिप्टको लागि चाहिँ कसरी फर्म भर्ने भन्ने सन्दर्भमा आजको यो भिडियो बनाउन गइरहेको छु र तपाईँहरू भिडियोलाई चाहिँ अन्त्यसम्म चाहिँ हेर्नुहोला, जसले गर्दा चाहिँ तपाईँलाई चाहिँ अवश्य चाहिँ यो भिडियोले चाहिँ सपोर्ट गर्नेछ फर्म भर्नको लागि है। त्योभन्दा पहिले चाहिँ हामी कुनै पनि वेबसाइट अथवा वेब ब्राउजरमा गएर चाहिँ क्लिक गर्ने। म क्रोमबाट गइरहेको छु, तपाईँहरू पनि कुनै पनि वेबसाइटबाट चाहिँ खोल्न सक्नुहुन्छ। student.tu exam.edu है, यति लेख्नुहोस् र इन्टर हाल्नुहोस्, त्यो आफै आइन्छ है। ल यसो इन्टर हाल्नुभयो भने तपाईँको चाहिँ है मोबाइल स्क्रिन होस् चाहे तपाईँको कम्प्युटर स्क्रिन होस् है, तपाईँको कम्प्युटर स्क्रिनमा चाहिँ यसरी चाहिँ तपाईँलाई चाहिँ स्टुडेन्ट पोर्टल साइन इन युजर आइडी भनेर चाहिँ एन्ड पासवर्ड भनेर आइन्छ है। तपाईँको चाहिँ लगइन त पक्कै छैन होला, फर्स्ट टाइम गरिराख्नु भएको छ भने लगइन छैन होला है। सबैभन्दा पहिले तपाईँ चाहिँ प्लिज साइन अफ हेयर भन्नेमा क्लिक गरेर चाहिँ जानु होला है। ल अब प्लिज साइन अप तपाईँहरू क्लिक गर्नुभयो भने यस प्रकारको चाहिँ इन्टरफेस तपाईँको चाहिँ मोबाइल स्क्रिनमा अथवा कम्प्युटर स्क्रिनमा आइनेछ। ल सबैभन्दा पहिले चाहिँ तपाईँले चाहिँ आफ्नो इमेल एड्रेस चाहिँ हाल्नुपर्ने हुन्छ, तपाईँको चाहिँ इमेल है यहाँ इन्टर गर्नुपर्ने हुन्छ। म पनि आफ्नो इमेल इन्टर गरिरहेको छु। तपाईँहरू चाहिँ सुरुदेखि नै अन्त्यसम्म हेर्नु होला, पक्कै तपाईँहरूलाई चाहिँ यो भिडियो चाहिँ हेल्पफुल हुनेछ। यसरी चाहिँ सबैजनाले आफ्नो जिमेल हाल्नु होला है। मैले आफ्नो जिमेल हालेँ। त्यसपछि तपाईँले चाहिँ लगइन गर्नको लागि चाहिँ है कुन पासवर्ड हाल्नुहुन्छ त्यो पासवर्ड चाहिँ यहाँ तपाईँले इन्टर गर्नुपर्ने हुन्छ है। मैले आफ्नो पासवर्ड हाल्छु म, र पासवर्ड हाल्दा यसो ध्यान दिनु होला, क्यापिटल लेटर स्मल लेटर है, यसो नम्बरहरू चाहिँ युज गर्नु होला है। ल यसरी मैले चाहिँ पासवर्ड इन्टर गरेँ। त्यसपछि सेम पासवर्ड है यसरी कपी गरेर हाल्दा नि हुन्छ है, नत्र तपाईँले चाहिँ जे राख्नु भएको छ त्यसरी चाहिँ टाइप गर्दा नि हुन्छ। मैले कपी गरेर पेस्ट गरेँ है, कपी पेस्ट गरिरहेको छैन, सरी। ल जे पासवर्ड हाल्नुपर्छ कन्फर्म पासवर्डमा पनि सेम पासवर्ड हाल्नु होला। यसरी पासवर्ड पनि हालेँ। त्यसपछि फुल नेममा तपाईँले आफ्नो चाहिँ है सर्टिफिकेटमा चाहिँ के नाम छ है त्यो नाम चाहिँ हाल्नु होला है। मार्कसिटमा सर्टिफिकेटमा पनि मार्कसिटमा चाहिँ तपाईँको जुन अनलाइनबाट आएको मार्कसिट छ चाहिँ कलेजबाट चाहिँ प्राप्त गर्नुभएको जुन मार्कसिट छ त्यो मार्कसिटमा चाहिँ जे नाम छ त्यो नाम एन्ट्री गर्नु होला। ल मैले नि चाहिँ आफ्नो नाम लेखिरहेको छु। त्यसपछि रेजिस्ट्रेसन नम्बर, तपाईँको मार्कसिटमा चाहिँ रेजिस्ट्रेसन नम्बर चाहिँ के छ है, त्यो रेजिस्ट्रेसन नम्बर चाहिँ तपाईँले सही हाल्नुपर्छ है। रङ भयो भने तपाईँको चाहिँ यो साइन अफ लिँदैन अहिले है। रेजिस्ट्रेसन नम्बर चाहिँ सही हाल्नुपर्ने हुन्छ। त्यस कारणले तपाईँहरूले यसो मार्कसिट हेरेर ग्रेडसिट हेरेर चाहिँ तपाईँहरूले चाहिँ यसो है रेजिस्ट्रेसन नम्बर चाहिँ हाल्नु होला। ल मैले नि आफ्नो रेजिस्ट्रेसन नम्बर हालेँ। त्यसपछि डेट अफ बर्थ एडीमा हुनु पऱ्यो है। बिएसमा होइन, बिएसमा छ भनेपछि तपाईँहरूले चाहिँ कन्भर्ट गर्न सक्नुहुन्छ है। अगर बिएसमा छ भनेपछि तपाईँहरूले चाहिँ डेटलाई कन्भर्ट एडीमा कन्भर्ट गर्नु होला। डेट अफ बर्थ चाहिँ राइट हाल्नु होला, रङ गर्नु भएन। थाहा छैन भने डेट अफ बर्थ यसो हेरेर चाहिँ इन्ट्री गर्नु होला है। त्यसपछि फादर नेम है, फादर नेम लेख्नु होला, बुवाको नाम। त्यसपछि तपाईँको कन्ट्याक्ट नम्बर, आफ्नो मोबाइल नम्बर लेख्नु होला है। र लास्टमा छन् क्याप्चा चाहिँ सही दिनुपर्ने हुन्छ है। जुन स्मल लेटरमा छ भने स्मल लेटरमा दिनु होला है। त्यसपछि क्यापिटल लेटरमा छ भने क्यापिटल लेटरमा दिनु होला। एकदम हेरेर चाहिँ इन्ट्री गर्नु होला क्याप्चा। अगर तपाईँको क्यापिटल लेटर छ भने स्मलमा लेख्नुभयो भने त्यो लिँदैन, त्यस कारणले एकदम हेरेर चाहिँ इन्ट्री गर्नु। जो क्यापिटल लेटर छ भने क्यापिटल लेटर, स्मल लेटर छ भने स्मल लेटर टाइप गर्नुहोस्, नम्बर छ भने नम्बर टाइप गर्नुहोस्। सानो ठुलो छ भने सानो ठुलो गरेर चाहिँ गर्नु होला है, मिस्टेक गर्नु भएन। बिस्तारै गर्नु होला, कुनै है ढिलो छैन। त्यसपछि लास्टमा तपाईँको चाहिँ है मोबाइल स्क्रिन अथवा कम्प्युटर स्क्रिनमा चाहिँ साइन अप भन्ने अप्सन हुन्छ अथवा गो ब्याक साइन इन भन्ने अप्सन हुन्छ। दुईवटा अप्सन हुन्छ, हामीलाई चाहिँ साइन अप गर्नुपर्ने हुन्छ है। यसरी साइन
ल साइन अप गरिसकेपछि तपाईँको चाहिँ मोबाइल स्क्रिन वा कम्प्युटर स्क्रिनमा चाहिँ यस प्रकारको चाहिँ इन्टरफेस आउनेछ है। त्यसपछि तपाईँले चाहिँ यहाँ 3टा अप्सन देख्नुहुन्छ लेफ्ट साइडमा, ट्रान्सक्रिप्ट एन्ड प्रोभिजन्स भएर, त्यसपछि एक्जाम फर्म, त्यसपछि रिटोटलिङ भएर चाहिँ तीनवटा चाहिँ अप्सन देख्नुहुन्छ है। हामी ट्रान्सक्रिप्टको लागि एप्लाई गर्दैछौँ भनेपछि हामी ट्रान्सक्रिप्ट एन्ड प्रोभिजन्स है मा गएर क्लिक गर्ने, यसो क्लिक गर्ने साथै तपाईँको चाहिँ इन्टरफेसमा चाहिँ यसरी आउनेछ है। र मेरो त अलरेडी है यहाँ फिलअप भइरहेको छ। अगर तपाईँको चाहिँ लगइन भएको छ भनेपछि यसरी फिलअप भइरहेको छ। अगर फिलअप छैन भने तपाईँले चाहिँ सबभन्दा पहिले यहाँ रेजिस्ट्रेसन नम्बर हुन्छ है, रेजिस्ट्रेसन नम्बरमा गएर चाहिँ आफ्नो रेजिस्ट्रेसन चाहिँ नम्बर हाल्ने है, त्यो रेजिस्ट्रेसन नम्बर हाल्ने, त्यसपछि इङ्ग्लिस है आफ्नो नाम चाहिँ लेख्ने, त्यसपछि अर्को छ नेम, फेरि आफ्नै नाम लेख्ने यहाँ, त्यसपछि अर्को क्याम्पस है, क्याम्पसको नाम लेख्ने, त्यसपछि डेट अफ बर्थ हुन्छ, डेट अफ बर्थ लेख्ने एडीमा है, विक्रम सम्मतमा होइन एडीमा लेख्ने, त्यसपछि फादर नेम यो जुन चाहिँ हामीले फिलअप गर्नुपर्ने हुन्छ। अब अलिकति तल जाउँ जहाँ चाहिँ हामीले अब है ट्रान्सक्रिप्टको लागि चाहिँ है इम्पोर्टेन्स कुराहरू चाहिँ गर्नुपर्ने यहाँ छ डिटेल। फ्याकल्टी तपाईँ कुन फ्याकल्टीबाट चाहिँ बिलङ गर्दै हुनुहुन्छ त्यो फ्याकल्टी चाहिँ चुज गर्नु होला है। ल म म्यानेजमेन्टबाट छु भने म्यानेजमेन्टको चुज गर्छु, कोही एजुकेसनबाट हुनुहुन्छ भने यहाँ एजुकेसन छ एजुकेसन है सिलेक्ट गर्नु होला है, कोही लबाट हुनुहुन्छ भने ल सिलेक्ट गर्नु होला है, जेबाट हुनुहुन्छ त्यो सिलेक्ट गर्नु होला है। ल म म्यानेजमेन्टबाट छु भनेपछि म म्यानेजमेन्टको सिलेक्ट गरेँ। त्यसपछि लेभल तपाईँको लेभल के छ त है, ब्याचलरको लागि गर्दै हुनुहुन्छ भने ब्याचलर है। अब प्रोग्राम के छ त प्रोग्राम है, ठिक छ 3 वर्ष छ कि 4 वर्ष छ कि सेमिस्टरवाला छ कि कुन वाला चाहिँ त्यो तपाईँ आफैमा चाहिँ डिपेन्ड पर्दछ। अब त्यो पुरानोवाला त 3 वर्षवाला हुन्छ पुरानो, नयाँ जति पनि छन् ऊ सबै भनेको 4 वर्ष नै हो है। त 4 वर्ष 4 इयर है ब्याचलर भएर हामीले BBS यसरी सिलेक्ट गर्ने, ठिक छ। अब यसरी सिलेक्ट गरिसकेपछि यहाँ हेर्नुहोस् मैले त अगाडि नै यहाँ है फिलअप गरिसकेको छु, मेरो फिलअप भइसकेको छ, त्यसरी यसरी देखाइराखेको छ है। तपाईँहरूमा यसरी देखाउँदैनन् होला, मेरो त फिलअप भएर मैले जस्तो फिलअप भएर चाहिँ मेरो फर्म भइसकेको छ, त्यस कारणले यसरी देखाइराखेको छ। अब तपाईँहरूको लागि चाहिँ यहाँ त्यसरी देखाउँदैनन्, तपाईँहरूको यहाँ एकाडेमिक्स है इयर देखाउँछ होला होइन, एकाडेमिक्स इयर पछि तपाईँको चाहिँ है अब पार्ट होला, रोल नम्बर होला, त्यसपछि है अब इक्जामको टाइप्स के छ होइन, त्यसपछि त्यहीहरू हुन्छ होला तपाईँहरूको। एकाडेमिक इयर तपाईँको फर्स्ट है म अहिले भनिदिन्छु, त्यसपछि तपाईँहरू बुझ्नुहुन्छ होला। जस्तै एकाडेमिक इयर छ अब तपाईँको फर्स्ट इयर कुन सालको छ, फर्स्ट इयर त्यो साल तपाईँ क्लिक गर्नु होला है। त्यसपछि तपाईँको चाहिँ है रोल नम्बर, फर्स्ट इयरको रोल नम्बर कति छ। अब इक्जाम टाइप्स के छ, रेगुलर छ, पार्टियल छ है, स्पेसल पार्टियल छ, यो खालि अप्सनहरू आउँछ है इक्जाम टाइप्समा। तपाईँ रेगुलर हुनुहुन्छ भने रेगुलरमा क्लिक गर्नु होला, ठिक छ। अरू त सब बुझ्नुहुन्छ होला। त्यसपछि अगर तपाईँलाई चाहिँ पार्टियल हुनुहुन्छ एक है, मानौँ फर्स्ट इयरमा तपाईँलाई ब्याक लागेछ, मतलब सब्जेक्ट लाग्यो भने तपाईँको त अब है 2टा त भयो मार्कसिट भनेको है, मार्कले भनेको 2टा आउँछ तपाईँको। अब के गर्ने भनेपछि पहिला तपाईँले जुन वर्ष चाहिँ तपाईँले है जुन वर्ष तपाईँले चाहिँ ब्याचलरको चाहिँ रेगुलर इक्जाम दिनुभएको छ भने त्यो वर्ष चाहिँ सिलेक्ट गर्नु होला। त्यसपछि है त्यही वर्षको चाहिँ सिम्बल नम्बर अनि इक्जाम टाइपमा चाहिँ रेगुलर गर्नु होला अनि ओके गर्नु होला, ठिक छ। त्यसपछि फेरि फर्स्ट इयरकै ब्याक होला है, कुन वर्षमा अब पक्कै 1 वर्षपछि नै ब्याक दिनुभएको होला है, अनि अर्को वर्षमा चाहिँ ब्याकको चाहिँ सेट गर्नुहोस्। त्यसपछि फर्स्ट इयर नै गर्नु होला है, रोल नम्बर त्यही नै हुन्छ होला पक्कै, अनि अब पार्टियल लेख्नु होला, इक्जाम टाइप्समा चाहिँ पार्टियल लेख्नु होला अनि ओके गर्नुहोस्। अनि सेम प्रोसेसले सेकेन्ड इयरमा पनि थर्ड इयरमा पनि है, रेगुलर हुन्छ भने रेगुलरै है, पार्टियल हुनुहुन्छ भनेपछि रेगुलर, त्यसपछि पार्टियल है, यसरी गर्नु होला। फोर्थ इयरसम्म हाल्नु होला, पुरै डकुमेन्ट हाल्नुहोस् है, फोर्थ इयरसम्मको एन्ट्री गर्नुहोस्। त्यसपछि तपाईँलाई चाहिँ तल चाहिँ अपलोड सपोर्टिङ द फाइल PDF अफ म्याक्सिमम फाइल साइज 2 MB भनेर दिएको छ है। अब यसमा हेर्नुहोस् त तपाईँले चाहिँ 2 MB सम्मको चाहिँ आफ्नो PDF चाहिँ यसमा तपाईँले अपलोड गर्न सक्नुहुन्छ है। यसका लागि तपाईँले चाहिँ 4 वर्ष फर्स्ट इयरदेखि लिएर फोर्थ इयरसम्मकै सम्पूर्ण है मार्कसिटको चाहिँ फोटो चाहिँ है PDF फोटो चाहिँ तपाईँले चाहिँ यसमा हाल्नुपर्ने हुन्छ है। त्यो सबैलाई चाहिँ है 2 MB भन्दा मुनिको हुनु पऱ्यो, 2 MB सम्म हुनु पऱ्यो, अनि मात्र यसले एक्सेप्ट गर्छ, नत्र गर्दैनन्। तपाईँलाई धेरैलाई यो समस्या आउँछ है, त्यसैले विचार गरेर त्यसपछि अलिकति तल आउनुहोस् है। त्यसपछि ट्रान्सक्रिप्ट सर्टिफिकेट फी छ, त्यसको लागि 450 छ, प्रोभिजनल सर्टिफिकेट फी 350 लाग्छ, जम्मा तपाईँलाई चाहिँ 800 रुपियाँ लाग्छ। यसरी तपाईँले चाहिँ है OCOE ब्याङ्क पनि तपाईँहरूले चाहिँ चुज गर्न सक्नुहुन्छ। एउटा चाहिँ ग्लोबल IME ब्याङ्क लिमिटेड, अर्को तपाईँले चाहिँ है नेपाल राष्ट्रिय ब्याङ्क, 2टा ब्याङ्कको अप्सन आउँछ तपाईँहरूसँग। मेरोमा अलरेडी मैले ग्लोबल IME ब्याङ्कबाट चाहिँ मैले तिरेको छु, त्यसैले मैले ग्लोबल IME ब्याङ्क मैले सिलेक्ट गरेँ है। तपाईँकोमा चाहिँ 2टा अप्सन आउँछ, नेपाल राष्ट्रिय ब्याङ्क र ग्लोबल IME ब्याङ्क लिमिटेड, तपाईँले जुन पनि चुज गर्दा हुन्छ। त्यसपछि तपाईँको त्यहाँ है सेभ भन्ने अप्सन आउँछ, सेभ गर्नुहोस्। त्यसपछि त्यसै साइडमा तपाईँलाई पे भन्ने अप्सन आउँछ, पे फीमा गएर क्लिक गर्नुहोस्। त्यसपछि तपाईँको चाहिँ त्यहाँ के आउनेछ भनेपछि पे गर्नको लागि है QR आइन्छ, QRद्वारा तपाईँले चाहिँ पे गर्न सक्नुहुन्छ है। त्यसपछि पे गरिसकेपछि 1 मिनटपछि है 30 सेकेन्डपछि तपाईँको चाहिँ है अटोमेटिक चाहिँ तपाईँको चाहिँ कम्प्युटर मोबाइल स्क्रिनमा चाहिँ है उसले चाहिँ पे गरिसकेपछि चाहिँ प्रोसेसिङ चाहिँ नेक्स्ट प्रोसेसिङ चाहिँ उसले गरिदिन्छन् है। ल आई होप यो भिडियो चाहिँ तपाईँहरूको लागि चाहिँ हेल्पफुल भयो होला। अब हेल्पफुल लाग्यो भने एकचोटि सबैजनाले चाहिँ
कमेन्ट अवश्य आफ्नो पोजिटिभ कमेन्ट चाहिँ अवश्य गरिदिनु होला। कतै डाउट लागेको छ भने पनि है तपाईँले आफ्नो चाहिँ है डाउट चाहिँ यसमा कमेन्ट गरिदिनु होला। म पक्कै तपाईँको चाहिँ डाउट चाहिँ फेरि पनि म सल्भ गर्नेछु भन्ने आशाले चाहिँ आजको लागि यति। गुड बाई।